म आएको ठाउँ यता दाङ होराइ टु सुपुर तिराको घुमाएको दाङ होराइ टु सुपुर भित्र एउटा गाउँ छ, रमाइलो गाउँ छ। हामी पनि यसो पिकनिक खान आएको बोका सोका लिएर बोका गार्डन भइयो। लगभग हाम्रो आएको 30-40 जना हम आधी जति उतै खाना बनाउँदै हुनुहुन्छ। हाम्रो 1 जना 2 जना 3 जना 4 जना 5 जना हम 5 जना र 6 जना हम 6 जना यसो दाइहरुसँग घुम्न आएको। उयो मेरो ड्याडी हो, हेर्न सक्नुहुन्छ गाइज। दाङ होराइ टु सुपुरबाट भित्र रमाइलो गाउँ छ एउटा, तपाईहरु पनि हेर्न आउन सक्नुहुन्छ। यहाँ पनि खोला छ, नदी सानो बग्छ। यो बग्दै बग्दै हामी बस्ने अलि तल जान्छ, हेर्न सक्नुहुन्छ गाइज। यताको गाउँको भाइहरु आउनु भएको। भाइ पोखरी कहाँ छ? कति गइरह? तिम्रो नाम के हो भाइ? तिम्रो नाम के हो? मेरो नाम रिजन। अच्छे बुढा ठगी उदिनको चाहिँ पर्छ न। आयो सुनार, हेर्न सक्नुहुन्छ यहाँ टमाटर पनि आउने रहेछ। म पछाडि भए हेर्नु त, दाइहरु त अङ्कलहरु पुरै अगाडि जानुभयो, म त पछाडि भए। यसो साइड छोडिदिनु त अटोलाई। यो हो सरिलो चट यसो घुमाएको। हाम्रो पनि पिकनिक खान आएको। तपाईहरु आउन मन लाग्ने आउनु होला गाइजहरु। मेरो नाम आयुष सुनार हो। म भिडियो बना हाल्छु युट्युबमा। सब्स्क्राइब लाइक धेरै सब्स्क्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई। यहाँ एउटा भर्खर ढुङ्गा खस्यो यार। बाख्राले हुन सक्छ यार गाइज, हेर्नु। दाइहरु त्यसै डढाउनु भयो, म डढाएको नि छैन त। यत्रो सानो ढुङ्गा खसेको केले बाख्राले हो कि केले खसाले हो, त्यहीले खसाले डढाउनु भयो। हेर्न सक्नुहुन्छ गाइज, यहाँ खोला छ। उयो डाँडामाथि अलि उतापट्टि पोखरी छ अरे, धेरै गहिरो छैन र हामी त्यही नुहाउन जान लाग्यो यसो गर्मी भएर। हेलो गाइज, अब हेर्दै जानु होला। म धेरै भिडियो बनाउँदै जान्छु होला। यसो धेरै टाइम लाग्छ होला मलाई।